कपडा आउँछ हामीले तपाईलाई पठाउँदाखेरि खोलेको पहिले खोलेर पठाउनु हो भनेर नभन्नु होला हामीले यो चाहिँ यहाँ गर्यौं यो चाहिँ हाम्रो यहाँ लगाउने यसलाई चाहिँ यसरी यहाँ लगाउने अनि यो चाहिँ हाम्रो यहाँदेखि वस्तु कुनै पनि वस्तुलाई राख्ने भयो यहाँदेखि हामीले ओइरो यहाँ यसरी देख्नुहोस् यहाँ ओइरो भित्र बाहिर गर्ने भयो यसलाई चाहिँ हामीले यसरी चाहिँ यसलाई खोल्न सकिन्छ अहिले हामीले पठाउने बेलामा चाहिँ यसलाई निकाल्छौं यहाँदेखि खोल्नुपर्छ यसलाई माथि यहाँदेखि टाइट गर्ने र खोल्ने काम चाहिँ यहाँदेखि हुन्छ यो भयो यसलाई हामी निकाल्यौं निकालिसकेपछि चाहिँ यसलाई हामी फेरि पुनः यहाँ लक गर्यौं है लक गरिसकेपछि यो मेसिन चल्छ कि चल्दैन भनेर पठाउनु पहिला हामीले ट्रायल गर्ने भएको कारणले गर्दाखेरि चाहिँ यहाँ खोल्नलाई चाहिँ यसलाई यसरी खोल्ने यसलाई लुज गर्ने हामीले चाहिँ यसलाई लुज गरिसकेपछि भित्र झाँता भए यिनी चाहिँ घुम्ने जाँता भए यहाँनिर हाम्रो यो क्लिनर हो तल जाँता भए यो घुम्ने यसको माथिको पोर्सन भयो अब हामीले यसलाई लगाउने बेलामा चाहिँ यसलाई लगाउने बेला यहाँ चाहिँ हाम्रो ओइरोलाई चाहिँ कति मात्रा गर्ने भनेर यहाँदेखि हामीले अन्दाज गर्न सकियो लगाउनलाई हामीले यहाँ चाहिँ यसका होलहरू चाहिँ मिलाउनु पर्छ कुन होल चाहिँ कहाँनिर छ भनेर मिलाउनु पर्यो अनि हामीले यहाँ यसलाई चाहिँ गर्छौं त्यसैगरी हामीले यसलाई चाहिँ यतातिर हामी लक गर्यौं चल्छ कि चल्दैन भन्ने कुरा हो अब हाम्रो चलाउनलाई अन अफ यहाँ चाहिँ हाम्रो एमसिबी छ यसलाई चाहिँ हामी एउटा तारमा जोड्छौं पहिला हामी तारलाई चाहिँ अफ गरेका छौं अनि यसलाई चाहिँ हामी कनेक्ट गरौँ कनेक्ट गरिसकेपछि चाहिँ अब हामीले यसलाई अन गर्छौं मेसिन चल्यो आवाज हेर्न सक्नुहुन्छ पिसेको वस्तु चाहिँ यहाँदेखि आउँछ अब ओइरो अड्कल्नलाई चाहिँ हाम्रो यो छ एउटा कि यसलाई चाहिँ हामी यहाँ राख्छौं यहाँ यता देखाउनु पर्छ यहाँ हामीले राख्यौं है यो अहिले एकदम उसमा छ कति नम्बरमा लाउने भनेर हैन अनि यसले चाहिँ हामीले झाँतोलाई कति मसिनो खस्रो यसले चाहिँ हामीले अड्कल गर्नुपर्छ ओइरो धेरै ओइरो यो भयो अनि मसिनो र खस्रो बनाउने सन्दर्भ ओइरो चाहिँ यसलाई चाहिँ भित्र बाहिर गर्यौं हामी भित्र बाहिर अनि यसले चाहिँ मसिनो खस्रो